म चाहिँ जाँदैछु अब सिलगढीबाट सिधै सिक्किमको यात्रा। यतिखेर चाहिँ म सिलगढीमा छु। आज तपाईँहरूलाई म सिलगढीबाट सिक्किमसम्म लाँदैछु। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला। अब चाहिँ हामी सिलगढीबाट लगभग अब यहाँबाट हामी ल फाइनल्ली हामी चाहिँ अगाडि बढिसकेका छौँ। अब सिक्किमको यात्रा सिलगढीबाट हेरौँ अब कति समय लाग्छ, कस्तो ठाउँ आउँछ, कसरी जान सकिन्छ भन्ने कुरा चाहिँ अब थाहा हुन्छ। प्लस हामीसँगै तपाईँहरू पनि घुम्नु होला। सरर गर्मी छ। अब अलिक शीतल भयो कि भएन? शीतल भयो कि भएन तपाईँलाई? शीतल ठन्डा ओ चाहिँ सिलगढीबाट धेरै नै अगाडि गइसकेका छौँ भने अब चाहिँ जङ्गल एरिया छ। यो जङ्गल एरिया यो नेसनल हाइवे है, यो नेसनल हाइवेबाट हामी जाँदैछौँ। एकदमै चिसो अघि गर्मी भइरहेको थियो, अहिले चाहिँ जाडो हुन थाल्यो है। अनि एकदमै चाहिँ र यसरी चाहिँ हामी अगाडि बढिरहेछौँ एकदमै यो नेसनल हाइवेबाट। उता हाम्रो गुरुजीले एकदमै मजाले कुदाइराख्नु भएको छ। ल एकदमै मजा आइरहेछ यात्रा। पहिलो पटक हो म चाहिँ सिक्किम जाँदैछु आज। अनि एकदमै त्यो पनि हामी विशेष गरी चाहिँ तपाईँहरूलाई मैले अगाडि पनि जानकारी गराएँ। आज हामी विशेष गरी हेलिकप्टरमा जान खोजेका थियौँ, तर सिक्किमको वेदरले गर्दा हामी क्यान्सल भइयो र हामी अन्तिममा चाहिँ गाडीमा जाँदैछौँ। तर फेरि अर्को नेक्स्ट टाइम फेरि हेलिकप्टरमा पनि जानेछौँ, किनभने त्यहाँबाट अझै राम्रो भ्यूहरू हेर्न पाइन्छ भन्ने उद्देश्यको छ। हामी हेलिकप्टरको टिकट काटेर चाहिँ हामी केही दिनदेखि प्रतीक्षामा बसेका थियौँ, तर अब ब्याड लक भयो, मौसमले गर्दाखेरि क्यान्सल भयो र हामी जसरी पनि जाने भनेर गाडीमा भए पनि हामी गइरहेछौँ। एकदमै अघि चाहिँ गर्मी भएको थियो सिलगढीमा भने अहिले चाहिँ एकदमै चिसो महसुस भइरहेछ। जङ्गल पनि छ। यो जङ्गलको नाम चाहिँ के हो? हजुर, सेवक जङ्गल रहेछ। ल एकदमै चाहिँ हो। अनि त्यो पुल भनेको कुन पो हो हाम्रो? एउटा ए अब गुरुजीले चाहिँ खाना पनि खानुहुन्छ, खाना खानुभएको छैन अरे। आमा म कत्रो स्पिड ल्याएको गाडी है। यहाँनिर यस्तै होला। यो ठाउँ चाहिँ के भन्छ? ठाउँलाई सेवक जङ्गलको बजार हो चाहिँ। ए सेवक बजार। अब चाहिँ माथि ल है देखिन थाल्यो है। अब चाहिँ अलिअलि पहाडहरू देखिन थाले। यो चाहिँ सेवक बजार हो अरे। यहाँबाट चाहिँ अलिअलि पहाडहरू देखिन थाले। अब यहाँ हाम्रो गाडीमा पक्कै पनि तेल छैन छ, पेट्रोल अब हामी हाल्न जाँदैछौँ। भैया अनलाइन गरियो त। अब गाडीमा तेल त चाहियो, तेल हाल्नको लागि जानु भएको छ। अब यहाँबाट चाहिँ हाम्रो यात्रा मजा आउँछ छ। पछाडि हाम्रो ब्रदर चाहिँ अघि यसरी सकेछन्।
है यति राम्रो ठाउँबाट अब हामी अगाडि बढिसकेका छौँ। यहाँ एकदमै चिसा ठाउँहरू देखिन थालिसके, पहाडहरू देख्न थालिसकेको छ। अब हाम्रो जम्मै एक ठाउँमा रोकिन्छ होइन, त्यस पछाडि रोकिँदैन, सिधै हामी कहाँ पुग्छौँ? सिक्किम। हो ल ल ल ल ल ल खाना खाने ठाउँमा आइपुग्यो। यहाँ चाहिँ अब यसो खाजा खाने ठाउँ है। अलिक शीतल चिसो ठन्डा हुआ यहाँ पर थोड़ा छ। वहाँ सिलगढीमा बहुत है। के छ हाम्रो ब्रदरको के छ? ल एकदमै यहाँनिर अब के पाउँछ? अब हामी त के खाने हो? के खाने हो? अहिले चाहिँ म ठ्याक्कै सेवक बजार आइपुगेँ। यो चाहिँ सिलगढीबाट करिब आधी घन्टाभन्दा अलिक धेरै लाग्दो रहेछ। अलिक जाममा पनि पऱ्यौँ हामी चाहिँ। र अब यस पछाडि चाहिँ यो जुन रुट छ यो राष्ट्रिय राजमार्ग भन्दो रहेछ, नेसनल हाइवे। अब यहाँबाट हामी अगाडि बढ्नेछौँ र यहाँ पछि अब हामी विभिन्न ठाउँ हुँदै टिस्टा हुँदै चाहिँ अब हामी अगाडि जानेछौँ र सिक्किमको चाहिँ गान्तोकसम्म हामी पुग्नेछौँ। टिम चाहिँ खाना खाँदै हुनुहुन्छ। अनि अब केही समय हामी यहाँ रोकिन्छौँ होला, करिब त्यस पछाडि अब 10 मिनट पछाडि हामी यहाँबाट फेरि अगाडि बढ्नेछौँ। यो सेवक बजार भन्ने ठाउँ। अब यो कस्तो भने एकदम खाइराख्ने विभिन्न कुराहरू मन पर्दो रहेछ होइन। अब किनभने अब चिप्सहरू, यो के हो? चिप्स हो। हामी चाहिँ ठ्याक्कसँगले अब कति समय जति लाग्ला? आइया 10 मिनट। अब 10 मिनट जति पछाडि यहाँबाट हामी जान्छौँ। यो सेवक बजार भन्दो रहेछ नि यसलाई चाहिँ। के छ यात्रा राम्रै छ? हो ला 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 हो 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 हो। यहाँ म थोरै सोध्छु उहाँलाई यो लोकेसनहरू। जस्तो यहाँबाट अब हामी सिक्किम जानको लागि गान्तोक कति घन्टा अनि कुन ठाउँ हुँदै पुग्न सकिन्छ थोरै भनिदिनु न। यहाँबाट 120 किलोमिटर छ, तपाईँको 4 घन्टा लाग्छ। 4 घन्टा लाग्छ गान्तोक। जाम भएन भने 5-6 घन्टा नै लाग्छ। बाटो अहिले एकदम राम्रो छ, क्लियर छ। 2-3 दिन अगाडि अलिक बिग्रेको थियो, अहिले क्लियर छ। ल अब चाहिँ तेरिका एकछिन है त, यो लाग्यो होइन सट्टसँगले। टुरु 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 यति राम्रो ठाउँहरू देख्न थाल्यो कि ल है। अब एकदमै बाटो खुल्ला आयो अनि मजाले चाहिँ गाडी कुद्दैछ। अब चाहिँ सररररररर साइली सरररररर। अब अगाडि बढ्दैछ यात्रा। अब चाहिँ चिसो पनि बढ्न थाल्यो। अघिसम्म चाहिँ धेरै नै गर्मी थियो, अब चाहिँ एकदमै। ल सिक्किम जाने बाटो चाहिँ यस्तै छ, माथिसम्म यस्तै हो अब। ए ल हामी काली मन्दिर आइपुग्यौँ ठ्याक्कै। र सबैजनाले दर्शन गर्नु होला। जय होस् काली मन्दिर। अब यहाँबाट फेरि अब हामी अगाडि बढ्दैछौँ। यस्तो ठाउँ आयो कि माथि हेर्दाखेरि डर लाग्दैछ। माई गड आँधेर बसिरहेको रहेछ मजाले। जाँदै यो ठ्याक्कै काली मन्दिर छेउमा रहेको ठुलो झरना रहेछ यहाँनिर। त्यो माथिसम्म छ यो चाहिँ। यहाँनिर फोटो भिडियो खिच्नेको एकदम भिड छ। सिक्किम जाँदा चाहिँ जाममा पनि धेरैचोटि परिदो रहेछ है। ल यसरी चाहिँ हामी एकदमै धेरैचोटि जाम हुँदो रहेछ है धेरै ठाउँमा। बाटो सानो कुरो भयो होला है। के हो यो चाहिँ? ए ब्रिटिस ब्रिज है। ब्रिटिस ब्रिज अरे यो ब्रिटिसहरूको पालोमा बनाइएको
पुल है हामी चाहिँ ब्रिटिस ब्रिज कटिसक्यौँ अब अगाडि निरन्तर छ बाटो साँघुरो छ धेरै साँघुरो भएको कारणले जाम धेरै हुँदो रहेछ यो सिक्किमको यात्रा चाहिँ अविस्मरणीय नयाँ फरक छ ल एकदमै मजाले हामी चाहिँ गइरहेको छौँ देखिएको चाहिँ टिस्टा खोला हो हामी अहिले ठ्याक्कै टिस्टा खोला त्यही ठ्याक्कै डिलबाट गइरहेका छौँ देखिएको चाहिँ सिक्किमको रेलको ब्रिज रहेछ यो माथिलाई हेर्नुहोस् है यहाँ माथिबाट रेल कुद्छ होइन रेलको पुल हो यो चाहिँ रेलको लागि बनाइएको पुल रहेछ सिक्किमको ल हेर्नुहोस् त्यसो भए माथि रेल कुद्छ भने तलबाट गाडी कुदिरहेछ योबाट उतापट्टि चाहिँ टिस्टा खोला छ अब यहाँ मजाले देखिन्छ कि देखिँदैन अघि त देखिएको थियो मैले खिच्न मजाले सकिनँ अझै जोस् यो टिस्टाको क्षेत्र हो अब यो हामी अगाडि जाँदैछौँ अनि चिसो पनि हुँदै गएको छ अहिले चाहिँ यो चाहिँ टिस्टा खोला हो ल तपाईँहरूले देख्न सक्नुहुन्छ अहिले हामी सिक्किमको यात्रामा छौँ सिक्किम जाँदैछौँ र हामीले बाटोबाट देख्न सक्छौँ यहाँनिर यो चाहिँ टिस्टा खोला सिक्किम प्रवेश गरियो अब यहाँबाट उता हामी गान्तोकसम्म जानेछौँ अहिले म जो भएको ठाउँ चाहिँ सिक्किम हो ठ्याक्कै सिक्किम अलिकति परतिर यहाँनिर चेक पोस्ट छ त्यहाँनिर चाहिँ मैले आफ्नो डकुमेन्टहरू इन्ट्री गराएर चाहिँ म अब फेरि सिक्किम प्रवेश गरिसकेको छु सिक्किम आइपुग्यौँ है ल हामी निरन्तर रूपमा अहिले यात्रामा छौँ र सिक्किम आइपुग्यौँ यो रम्फू बजारमा आज हामी बस्छौँ सिक्किमको रम्फू बजार आइपुगेका छौँ र आज हामी बस्नेछौँ कहाँ जानुपर्ने चाहिँ सबै पसल तल हो ल थ्याङ्क यू सो मच ल बाई बाई अब हामी चाहिँ आज रम्फू बजारमै बस्ने भयो गान्तोक चाहिँ अब भोलि मात्रै हामी जाने भयो रम्फू बजारमा तरकारी पसलहरू अनि एकदमै मजाले चाहिँ अब घुम्ने छौँ हामी रम्फू बजारमा तरकारी पसल आयो 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 रम्फू बजारै ल सबैजनाले घुम्न सक्नुहुन्छ यो चाहिँ रम्फू बजार अहिले चाहिँ ठ्याक्कै हामी सिक्किममा छौँ अब यहाँबाट उता गान्तोक भन्ने ठाउँ पनि अब हामी जान्छौँ सिक्किमको रम्फू बजार आज बजारको दिन हो है त भाइ ए यहाँको बजारै भिड छ उतापट्टि त यहाँ चाहिँ आज बजार लाग्दो रहेछ यहाँनिर बजारको दिन आज रम्फू बजारमा हरियो साग धनियाँ एकदमै अर्ग्यानिक पाउँदो रहेछ आज बजारको दिन हो आज अनि चट्टसँगले चाहिँ यहाँ चाहिँ यस्तो छ सागसब्जीहरू बजारको दिन आज रम्फू बजार सिक्किम आउनुहोस् ल साग कसरी भयो साग 50 रुपियाँ मुठा धनियाँ 20 रुपियाँ मुठा इस्कुस 50 रुपियाँ केजी आउनुहोस् ल तपाईँको ध्यान कता छ सस्तो राम्रो सामान यता छ एकदमै बजारको नाम के भयो रम्फू के लाने दाइ रम्फू बजारमा हामी चाहिँ अहिले सागसब्जी देख्यौँ दिदी के लानुहुन्छ आउनुहोस् है ल यहाँ एकदमै अर्ग्यानिक भयो यहाँ छ अनि यो 20 रुपियाँ मात्र भिडियो
अरू भाइलाई देख्न आउँदो रहेछ तिमीले यतै बसेर राम्रो छ यहाँ हेर्नु न एकचोटि यतै बुहारी हेर्ने मन परेन मन परेन ए, राम्रो छ अब अँध्यारो भएर नपरेन उयो लाइट घर जानु अब दाइ के लानुहुने ला धनियाँ ए यहाँ धनियाँ साग एकदमै साग चाहिँ तितो छैन यसरी चाहिँ हामी जाँदैछौँ उफ, अब चाहिँ हामी लगभग 2 मिनटमा पुग्छौँ होला सब पानी नै पानी रहेछ अरे यहाँ त ओ माई गड सबै भिज्ने यही घर हो कि कुन हो ए आइपुग्यो ल ओह आज गान्तोक पुगेन अब यो देखिएको लाइट भएको घरमा हामी बस्छौँ आज बेलुका यो चाहिँ नयाँ कुरा यो अहिले हामी सिक्किममा छौँ अनि यो चाहिँ वाचिपा भन्दो रहेछ यो चाहिँ कुखुराको भुत्ला लगायत के कुराहरू हालेर मिक्स गरेर चाहिँ बनाउने कुरा रहेछ अनि यो नयाँ कुरा यो चाहिँ मैले मेरो लागि चाहिँ नयाँ हो है फेरि तपाईँहरूले खानुभएको छ कि छैन यसो भन्नु होला अनि यो चाहिँ हेल्थको लागि एकदम राम्रो हो अरे जिउसु दुखेको छ यताउता छ भने तपाईँहरूले खानुभयो भने त्यस्तो रहेछ विशेष गरी बिरामीले खाने कुरा रहेछ यो चाहिँ होइन जमिन त जग्गा त धेरै ठुलो रहेछ नि अब चाहिँ हामी निक्लिँदैछौँ आज हामी कहाँ जान्छौँ भने हाम्रो यो सुरुवातसँगै हिजो बेलुका हामी आएर बसेका थियौँ भने अब आज चाहिँ यहाँबाट हामी विभिन्न ठाउँहरू घुम्दै चाहिँ ठ्याक्कै तपाईँको चाहिँ गान्तोक सहर भनौँ अथवा गान्तोक बजार जान्छौँ आज हामी गान्तोक जानेछौँ यहाँको चाहिँ एकदम मौसम चिसो एकदमै मजाको छ अनि यहाँ हेर्नुहोस् त यो रुखमा फल्ने टमाटर है एकदम मिठो हुन्छ बेलुका हामी आएर यहाँ बसेका थियौँ एकदमै आनन्दको पनि छ अब हेरौँ आज गान्तोकसम्म अब कसरी पुग्छौँ यस पछाडिको कुराहरूमा म देखाउनेछु हिजो बेलुका चाहिँ हामी आएर यहाँनिर यो साँगु भन्ने ठाउँमा यो गाउँमा चाहिँ बसेको थियौँ यता हाम्रो यता चाहिँ हेन्सम भाइ हो अब केही समय पछाडि फिल्म खेल्ने भन्ने पनि सुन्दै थियौँ मैले के मोडलतिर जाने होइन मोडलिङ सिक्ने होइन ल हाम्रो दाइ कताबाट हो यता हो यताबाट हो ए ल जाउँ ल अब हामी लाग्यौँ यहाँबाट अब हामी गान्तोकसम्म आज बेलुका गान्तोक गएर बस्नेछौँ अहिले चाहिँ हामी माझी डाँडामा छौँ अब यहाँबाट अब हामी सिधै अबको यात्रा चाहिँ गान्तोक हुन्छ तर अब हामीले ठ्याक्कै यहाँनिर गाडी चाहिँ पाएको छैनौँ यहाँ भर्खर केएफसीमा गएर केही खाजा खायौँ र यस पछाडि अब हामी सिधै गाडीको प्रतीक्षामा छौँ अब हेरौँ कतिखेर आइपुग्छ कता यता चाहिँ गान्तोक जाने बाटो हो अब यताबाट गाडी आउने बाँकी हो हामी बसमा गान्तोक जाँदैछौँ हामी आउँदा आउँदै यस्तो भयो माथिबाट पहिरो झ हल्का हल्का झर्दो रहेछ जाम छ पुरै तर बढ्दैछ पुरै भेल बढ्दैछ माथिदेखि ऊ माथिबाट बगेर आइरहेछ भेल हामी गान्तोक जाँदैछौँ यस्तो छ यहाँ मुनि गाडी आइरहेछ आउन चाहिँ माथिबाट आयो नि त्यो आयो नि लिएर ओहो लिएर आइरहेको नि ठुलो गाडी आइदियो नि ठुलो गाडी चाहिँ छोडिदिनु हुँदैन नि त्यो छ्या तलै आइसक्यो त्यो बेला ठुलो गाडी छोडिदिएर नि यस्तो यसरी ढुङ्गा आयो माथिबाट हेर गुड लक हेट तेरिका माथिदेखि ढुङ्गा आयो यार के आयो के आउँदैछ माथिदेखि कस्तो अनि उता पेलेकै पेलेको खाएर गाडी यो ढुङ्गा झरो यहाँ हुँदा हुँदै र हामी फेरि रोक्यौँ अझै सिबी आइरहेछ माथिदेखि पहिरो झरिरहेछ भेलै आयो यहाँ लाओ
बाटोमा हामी यसरी जाममा परेका छौँ माथिदेखि पहिरो झरिरहेको छ अब हाम्रो गाडी सम्भवतः जान्छ होला अब उयो बिचपछि खाली भइदिए हाम्रो गाडी उठ्यो त्यस्तो उयो त छैन कि आयो अब एकछिनमा यो चाहिँ यसले अड्काउँछ है बल्ल बल्ल कटियो हामी बल्ल बल्ल त्योबाट पहिरोबाट कटेर अब अगाडि बढ्यौँ भाइ मान्छे बोलाइराख्नु है हामी बसमा गान्तोक जाँदैछौँ अब बिचमा तपाईँले देखिहाल्नु एकदम पहिरो ढुङ्गा अनि जाम हुँदै हुँदै अब अझै 2-2.5 घन्टाभन्दा धेरै लाग्छ अरे मलाई चाहिँ अब यहाँ अगाडि जाम बढै गइरहेछ बिस्तारै बिस्तारै त्यो त कटेर आइयो त्यो कटेर आइयो तर फेरि केही समय अगाडि यहाँ पनि त्यस्तै भएको रहेछ अब यो पनि कट्नुपर्ने फेरि जामको यहाँ पनि एकदमै डेन्जर रहेछ माथिदेखि झर्दो रहेछ यहाँ पनि आज यहाँ पनि झरेर भर्खर अघि निकालेको रहेछ यस्तो छ हेर्नुहोस् न सिक्किमको यो गान्तोक जाने बाटो यो आज झरेका ढुङ्गाहरू मेरो यात्रा अगाडि छ यो टिस्टा खोलाबाट अब हामी बिदा हुँदै अगाडि बढ्दैछौँ त्यो पनि साइड साइड भएको दिउँसै अँध्यारो भित्र चाहिँ छ तर बाहिर चाहिँ उज्यालो छ है रहेछ ठाउँ डेन्जर ठाउँ रहेछ यार अहिले हामी ठ्याक्कै रानीपुल आइपुग्यौँ अब यहाँबाट अझै 11 किलोमिटर गान्तोक हामी बल्ल बल्ल रानीपुल आइपुग्यौँ अहिले चाहिँ रानीपुल आइपुग्यो अब यहाँबाट 10 किलोमिटर पछाडि मात्र हामी गान्तोक पुग्छौँ अब 10 मिनट लाग्नेछ यहाँबाट चाहिँ हामी लगभग आइपुग्न आँट्यौँ है अब अब चाहिँ हामी यहाँबाट करिब 3 किलोमिटर पछाडि मात्र हामी गान्तोक पुग्छौँ अब लगभग तर पनि गान्तोक आसपासमा हामी आइपुगिसकेका छौँ लगभग साँझ परिसकेको छ यहाँ चाहिँ खुसी लागेर चिसो अत्यन्तै धेरै रहेछ चिसो अब चाहिँ आइपुग्न आँट्यो होला सिक्किमको
गान्तोक बजार लगभग अब लगभग आइयो भन्दा नि हुन्छ। ल फाइनली हामी गान्तोक लगभग आइपुग्यौँ। अबको हामी ठ्याक्कै मुख्य ठाउँ चाहिँ केही मिनटमा पुग्छौँ अनि सिक्किमको गान्तोक आइपुगिसकेका छौँ। हामी आइपुग्यौँ र बसबाट उत्रेपछि अहिले अब यहाँ घुम्दैछौँ। अब हामीले रुम पनि खोज्नु छ, समय अलिक कम्ती छ। रुम खोजेर अनि त्यस पछाडि हामी यहाँ फेरि घुम्नेछौँ। हामी चाहिँ ल म चाहिँ आइपुगेँ गान्तोकमा छु अहिले, सिक्किमको गान्तोक। अब यस पछाडि चाहिँ हामी रुम खोजेर होटेलमा बस्नेछौँ भने अनि स्पेसल्ली यहाँको बजार चाहिँ घुम्नेछौँ र त्यसको चाहिँ छुट्टै भिडियो म बनाउनेछु र त्यसको चाहिँ भिडियो लिएर पनि आउनेछु भने अहिलेको लागि चाहिँ आजलाई यहीँसम्मको यात्रामा आइपुग्यो। ल फाइनल्ली गान्तोक आइपुगिसकेका छौँ। बेलुका भयो भने बेलुका भए पनि आइपुग्यो। अब यस पछाडि यहाँ घुम्नेछौँ। ल सबैजनालाई भिडियो हाल्नेछु। आजको यात्रा भने यहीँ अन्त्य गर्दछु। सबैजनालाई धेरै धेरै धन्यवाद र जहाँबाट हेर्दै हुनुहुन्छ कस्तो लाग्यो कमेन्ट गर्नु होला। र अब मुख्य भिडियो चाहिँ आउनै बाँकी छ है। ल आजको यो भ्लग चाहिँ यो एमजी मार्गबाट म अन्त्य गर्दैछु भने अर्को भिडियो फेरि बनिनेछ। एकदमै राम्रो, एकदमै अझै हेर्नै पर्ने भिडियोहरू चाहिँ आउनेछ। ल तपाईँहरूले चाहिँ नछुट्याइकन हेर्न सक्नुहुन्छ है त। अर्को स्पेसल्ली भ्लग आउँदैछ है। आजलाई बाई बाई।